यस्तो छ यहाँ अब यहाँ पुर्ने हो दर्याम मलाई पल्ला रे साइलोले हत्तेरीका साइली रिमाई माता ढाले लुकेछु यस्तो ठाउँमा लुक्नु परेछ है एकदम चोर डकैटी जस्तो लुक्नु परेछ नि पानीले सबै पार्ने हो बच्चा यो चम्किलो अनुहार धेरै दिनपछि हेर्नुभयो पछाडि चाहिँ हाम्रो पुलिस दाजु हुनुहुन्छ चेकिङ गर्न हिँडेको हामी रिसर्च हिँडेको हाम्रो चाहिँ लाउरे भर्खर दुबईदेखि आउनु भएको यस्तो हामीले यो यस्तै पूर्ण हो दुबईदेखि आउनु भएको एकदम नयाँ लाउरे हो यस्तो फेरि हतियार बोकेर हिँड्नुहुन्छ है होइन दाइ भन्दाखेरि यो हाम्रो गाउँमा खानेपानी ल्याएको छ अलि उता एक ठाउँमा टङ्की गराएर अनि सबैतिर सिँचाइ गरेको त्यही सिलसिलामा हामी तीनजना साला दाइ भेना भएर हिँड्दैछौँ अनि मल चाहिँ अलि खन्सी गरे अब दाइ चाहिँ अलि अल्छी हुनुहुन्छ है दाइ अल्छी हुनुहुन्छ म फेरि त्यहाँ गएर दाइको नजिक पर्दिनँ नत्र मलाई काम गराउनुहुन्छ भन्दा अलि भाइलाई काम गराउनुहुन्छ यिनीहरू साह्रै लजाउनु भयो दौडेर अन्त विश्वयुद्ध के अरे त्यो भारत र पाकिस्तान त के भएको रहेन अब हाम्रो हुन्छ यहाँ नेपालको विश्वयुद्ध हतियार सहित कस्तो भइरहेको ससुराले आएर यसरी काम गर्दा एकदम रमाइलो गुड हजुरलाई पो गुड भयो हामीलाई त एकदम बेठिक भयो अब हाम्रो भेनाले त पुलिस पावर देखाइहाल्नुहुन्छ हामी त सकिन्न हजुर राजा राइफलले पाप गर्नु भनेपछि कस्तो हुन्छ दाइ के अरे राजालाई के अरे राजालाई के नगरे भन्नु न यहाँ हजुर राइफल निकाल्ने अरे राइफल यो कुन बन्दुक भेना यो लोकल अर्ग्यानिक हामी त अरू थाहा छैन कि अब म त काम गर्छु महेन्द्र राईको के हो भन्ने कि मन त ठग्ने जस्तो देखिनु भएको हेर्दै आउन लाछाम है भेना चाहिँ अब आत्तिनु भयो होला धेरै हिँड्न पर्छ भनेर दाइ स्यासे त हुनुभएको छैन म त हुनेवाला छैन त्यस्तो त यस्तै छ है गाउँघरको हाम्रो जीवनशैली मकै बारी दर्याम हरियो काँक्रा कर्याम ल दर्याम हाम्रो मम्मी कहाँ जानुभयो ल हाम्रो माइजहरू पनि हुँदो रहेछ यो चाहिँ हाम्रो अहिले ग्राउन्ड बन्दैछ है गाइस यस्तो छ है अहिलेको हाम्रो ग्राउन्ड बन्दैछ पुरा साफ गरेका टङ्की ल मन्दै दौडिनु के यस्तो एउटा चाहिँ गुल्टिने चान्स बढी छ तर म मेन वर्षको वाइल्ड हो त्यो ठाउँ त अलि रनिङ गर्दै लाउरे बन्नी खाने मान्छे मै हो बिनाजुले फेरि थाक्नु भयो बिनाले पनि देखाउँदै हुन्छ जल्पा एकपाल के दौडे गाइस पसिना आइसक्यो उफ ठगे लाग्दो रहेछ निभरै लास्टै ठगेला
तर पहलमान त पहलमान हो तर के भने धोके लाग्यो गाइस अर्गानिक एप साह्रै मिठो यही है गाइस हाम्रो खानेपानी टङ्की के छ माइज ठिक छ एकदम हामी खानेपानीको पाइप फोर्न आएको फोर्न पूर्ण फोर्न र आफूले नसुनेर फोर्न भन्ने हजुर फोर्न आउनु भएको कि पूर्ण चोर्न ओ थर्क सर साह्रै रमाइलो के छ त अब ए त्यो के हेर्न गाउँमा पानी आउँदा कस्तो छ होला घर घरै पानी आउँदा खुसी हुनुहुन्छ कि नै खुसी एकदम सबै खुसी हो हजुर खुसी हो हो हाम्रो माइलबुढी ठग्न आउनु भन्नु हामीलाई चाहिँ फेरि नराम्रो गर्छ ए माहौल तातेको छ है गाइस तातेको छ मकैबारी दर्याम दर्याम माइलबुढी के छ अहिले त्यहाँ काम गर्नु नि फेरि यहाँ छोरोले काम गर्न थाल्नु बस्नु होला नि फेरि त्यस्तो हुन्न है हो हल्ला चलेछ आउँदैछन् हाम्रो बासिन्दाहरू अलिअलि पुर्ने धेरै पुर्नुहुन्न कति बाटो त्यो दोतरलाई पैसा दिनु पर्छ अन्त पैसा छोरालाई पठाउनु भन्ने विदेशबाट बल्ल आउने हामी आएको 1 घन्टा भयो कुन ढिलो गर्नु त फेरि भन्नु न अघि भनेको रेडी सेडी एक्सन कमेन्ट दर्याम दर्याम काम भइरहेको है भेनाजु कस्तो भइरहेको एकदम इन्जोय पुरा पारामा ल मा यो चलाउनु अलि म कोदाल चलाउनु झ्याउ लाग्छ धारेली स्पाइक है विदेशमा नि दुःख नेपाल आएर नि दुःख हो दाइ लास्टै हामीलाई चाहिँ हावा पानीले एकदम दुःख दिएको छ यस्तै पनि हावाले त मलाई ए हजुर लुक्नै हावाले फेरि त्यो बाँसको निङ्गला लुगाउँछ है त्यस्तै होला नि हेर्नु खतरा हावाहुरी चल्यो है गाइस हाम्रो गाउँलेहरू फेरि थुप्रै छ यता चाहिँ भेनाजु दाइ म छुट्टै शैलीमा छौँ हामी दर्याम दर्याम है दर्याम दर्याम जिन्दगी पारामा ए यो हाम्रो गाउँले पारा है गाउँले पारा पर्यो 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 पानी पर्यो साबु दिदी चाहिँ कसिँदै हुनुहुन्छ है घरमा पानी खानलाई जहिले साथ खोलाबाट दुःख भएर दाइ के छ ठिक छ नि आनन्द भयो नारायण खतरा भिन्नु हो नारायण के कस्तो हुन्छ हेर्नु होला साला भेना यस्तो राम्रो देखाएको छ जङ्गलमा यस्तो बेलचा लिएर है भाइ होइन ल भेडा थम्ने लानौँ ल कपडा फेर्नुपर्छ दाइ आउनु दाइ ए दाइ यहाँ आउनु न यता आउनु न निका यहाँ यता आउनु न पानी पर्दा नि फेरि वाटरप्रुफ होला है मेरो मोबाइल यहाँ आउनु न निका त्यो रोक्नु न हो जीवनशैली यस्तै छ पारामा पानीमा भिज्दै तातेको छ है
बाटो टाढा आइसक्यो गाइस भिजियो हामी भिजियो आज A5 Pro को टेस्टिङ हुँदैछ है वाटरप्रुफ वाला सर के दर्याम लुकेछु यस्तो ठाउँमा लुक्नु परेछ है एकदम चोर डकैटी जस्तो लुक्नु परेछ नि पानीले सबै पार्नु हो मेरो मोबाइललाई त्यसो जिन्दगी आम्मा त्यति हुन्छ यहाँ क्याप्चर आएर बसेछु म मेरो लाइफ माई ड्यामेज दिस वाटर माई लाइफ इज ड्यामेज सुन साइली भिजियो नि त मजाले अर्ग्यानिक लाउँदै गर्नु होला है हामी गयौँ हो त खन्छौँ के दुःख पाइयो कस्तो हुँदैछ हालिदिनु त ल है हाम्रो साब्दी दिदी के छ ठिक छ एकदम खाने पानीमा लागिराखेछौँ धेरै दिनपछि होइन भाइको भ्लगमा दाजु यति भर्नु होला हजुर धेरै दिनपछि होइन दिदी यहाँ चाहिँ हाम्रो राइफलवाला चप्पल छ है हाम्रो जङमा है जङमा यस्तो नेपाल र इन्डियाको जङ हो अटनमा ल डोजर टाइपको यसरी हालेर होइन दिदी हल्दाखेरि कसरी गरे यस्तो गरेर यसरी हाल्ने यस फुको माटो हाल्ने च्याप्प टेक्ने यसरी वाह कला भएको कलाको धनी नखानु त ल भिडियो यो त एकदम महाभारतको फेरि फर्केर आएको छौँ हामी यहाँ पुर्नलाई खाल्टो पुर नपुरेर यस्तो छ यहाँ अब यहाँ पुर्ने हो अहिले चाहिँ एकदम पानीको विश्राम पछिको फेरि उपस्थित भइसकेको छु भ्लगमा अहिले चाहिँ फेरि अलि माथि चढ्दाखेरि अलि गएर हो चप्पल अलि ब्रान्डेड भए अनि यहाँ चाहिँ हाम्रो माइला बा देख्न सक्नुहुन्छ माइला बा त अन्त के छ खबर ठिक छ खानेपानी के फोन आइभ्यो नेतालाई फोन कसको हो बुढीको माया हो क्या ओ भन ठिकै भन गरे भन के ठिकै भन्छ के भन वा वाट जोक नाइस जोक हल्ला चलेछ चल्न नदेऊ मलाई पल्ला रे साइलोले हत्तेरीका साइली रिमाई माता ढाले लाइन लाएर आउनु भयो लाइन सानोदेखि त्यो रोल बाई रोल आएको हिँड्दै दिदी कसो गरेको हल्ले कस्तो गरे हल्ले गरेको कोले त्यस्तो गर्नु काल अहिले
धारिलो स्पाइक गर्नुभएको छ नवीन सरले अहिले ल अब चाहिँ हामी अन्तिम अवस्थामा पुगेका छौँ कविता सेन ठकुरी आउनु भयो बुढालाई लिन आयो यहाँ आउनुहुन्छ बुढाले काम गर्ने बुढी हाँस्ने भ्याइयो है त मजाले भ्याइयो म भ्लगबाट बिदा हुन चाहन्छु अब नेक्स्ट भ्लगमा भेटौँला है त ल सबैले राम्रो लाग्छ भने लाइक कमेन्ट गर्नुहोस् कर छैन अनि त्यही हो सक्दो सेयर गरिदिनु होला अरू त पर्दैन